टिकटकमा चाहिँ अत्याधिक चिसो भएर हैन हिमपात भएर पोल्यान्डमा चाहिँ 2 जनाको मृत्यु भयो भनेर न्युज आइरहेछ। म चाहिँ यस्तो चिसो होस् जे होस् हैन जहिले पनि निक्लिनै पर्छ के छुट्टीको दिन। यस्तो राम्रो ठाउँ छ सिटी भयो नि कस्तो खुल्ला फराकिलो छ के हिँड्न पनि कति आनन्दै बाटो खाली छ यति चाक्लो छ है। अनि हिँड्नै पर्यो नि हैन। एकछिन है म अगाडि यो ज्याकेट त नेपालमै हुँदाखेरि लिएको कि यो हिमालतिर जाँदा हैन यो ट्राउजरहरू नेपालको हिमालयमै धान्नी भनेर लिएको। अब यहाँ जति चिसो होस् जति जाडो होस् आँधी आओस् जेसुकै आओस् मस्तै हिँडिन्छ ज्याकेट लगाए हिँड्यो। अनि धेरै जस्तो साथीहरू त निस्किँदैनन् कि घरबाट किनभने अब चिसो छ अनि यस्तो शरीरमा त ल कपडा लगाए चेक छ हैन। अनि हावा चल्यो भने चाहिँ आँखाबाट आँसु आउँछ कि आँखाबाट तुरुरु आँसु आउँछ ओठहरू फुट्छ। अनि त्यो भएर प्रायः मान्छेहरू चाहिँ घरभित्रै हुन्छन्। त्यही पनि अरू दिन त काम हुन्छ कामको दिन काममा जानु पर्यो अनि छुट्टीको दिन कहिलेकाहीँ यस्तै हिँड्यो। यहाँतिर खासै भिडियो बनाएको मान्छेहरू मन पराउँदैनन् कि त्यो भएर चाहिँ हिँड्दै थियो कि त्यो हिँड्नेहरू चाहिँ गइरहोस् भनेर अनि गएपछि बल्ल बनाएको कुरेर। त्यो उतापट्टि साइडमा चाहिँ त्यति ठुल्ठुलो घर छ हैन बाटोको अर्को साइडमा। यता आएपछि चाहिँ सानसानो आफ्नो फ्यामिली हाउसहरू जस्तो घरहरू छ। अघि आउँदाखेरि म भित्री रोड आएको थिएँ सजिलो भएको थियो। अहिले हाइवेबाट आएको यहाँ यस्तो ट्रकहरू गाडीहरू यस्तो स्पिड आउँछन् है हावाले हान्छ कि डरै लाग्दैछ। अनि यो नजिकै चाहिँ रेलवे ट्र्याक छ। यो रेल अगाडि बढ्छ भनेको यो रोक्यो यो यहीँसम्म मात्रै होला।